हेलो एभ्रिवान वेलकम ब्याक टु यार कन्स्ट्रक्सन साइट। आज चाहिँ हामी स्ल्याब कङ्क्रिट कास्टिङको कामको लागि रेडी हुँदैछ। देख्न सक्नुहुन्छ यो चाहिँ आवासीय घर हो जसमा हाम्रो आज सेकेन्ड फ्लोर फर्स्ट फ्लोर ग्राउन्डको फ्लोरको काम सकेर फर्स्ट फ्लोरको काम चाहिँ फर्स्ट फ्लोरको कङ्क्रिट कास्टिङको कामको लागि रेडी भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ सबै चारैतिर सबै आफ्नो काममा बिजी हुनुहुन्छ। अनि उता मेसिन पनि आइसकेको छ, तल सरसफाइको काम भइरहेछ, मेटेरियल पनि झरिरहेछ। अब हामीले यसमा यो जालीलाई माथिबाट कभर ब्लकको चाहिँ प्रयोग युज गरेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो हो कभर ब्लक भन्छ। जालीलाई माथि उठाउनको लागि प्रयोगमा ल्याउन प्रयोग गरिने एउटा ब्लक हो जसको नाम कभर ब्लक भन्छ, जुन कङ्क्रिट मसलाबाट बनेको हुन्छ। अब हामी केही समयपछि कङ्क्रिट कास्टिङ काम सुरु गर्छौँ, जसमध्ये अहिले कभर ब्लकले जाली उठाउने काम भइरहेछ। सँगसँगै देख्न सक्नुहुन्छ वायरिङको काम पनि भइरहेछ। वायरिङ यो ब्लकको काम सकिसकेपछि साइडको काम पनि हुँदैछ। साइडको लागि मेटेरियल पनि ल्याउँदै हुनुहुन्छ। उहाँ बक्स पनि आइसक्यो। गुड। वायरिङ गर्नको लागि सामान पनि ल्याइसक्नु भएको छ हाम्रो साउजीजीले। माथिको काम सम्पूर्ण काम रेडी भइसकेको छ। अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब मेसिन सेटअप हुने काम पनि गरिरहेछ। म तपाईँलाई सम्पूर्ण डिटेल जानकारी सहित भिडियो प्रस्तुत गर्नेछु। अन्तिमसम्म हेरेर समय र लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सबैजना। लेट्स गो। ल अब सम्पूर्ण काम चाहिँ रेडी भइसकेको छ। साइड पनि केटाहरूले हानेर चाहिँ लब सकाउन लायो। अब हामी एकछिनमा केही क्षणमा चाहिँ हाम्रो अब कङ्क्रिटको काम सुरु हुन्छ। मेसिन पनि फिट गरेर रेडी भइसक्यो। यहाँ देख्न सक्नुहुन्छ केटाहरू सब रेडी छन्। तल भाइ सब तयारी गर्दैछन्। सबै आफ्नो काममा लागिरहेछन्। अब चाहिँ हामी केही क्षणमा केही समयमा केही मिनटमा कङ्क्रिट कास्टिङ मेसिन स्टार्ट हुन्छ। त्यसपछि हामी कङ्क्रिट कास्टिङ काम सुरु गर्छौँ। मेसिन पनि स्टार्ट भइसकेको छ। देख्न सक्नुहुन्छ काम अब कङ्क्रिट कास्टिङको काम सुरु भइसक्यो। सँगसँगै लगत्तै हाम्रो कङ्क्रिट कास्टिङ काम सुरु भइसकेको छ। मेसिन चालु भइसकेको छ। देख्न सक्नुहुन्छ कङ्क्रिट हाल्ने काम सुरु भइसक्यो। यहाँ देख्न सक्नुहुन्छ र सुरुवाती टाइम छ हाम्रो। अबको हामीले लगभग 4 देखि 5 घन्टामा चाहिँ हाम्रो यो कम्प्लिट काम चाहिँ सकाएर चाहिँ दसैँ चाहिँ यही कन्स्ट्रक्सन काम गरेर हामीले दसैँ मनाउनेछौँ। आज हाम्रो दसैँको आज अब कति दिन 4 दिन बाँकी छ। अब आज गएपछि 3 दिन बाँकी। 3 दिनपछि हामी दसैँ पनि धुमधामका साथ मनाउँछौँ। आज 13 गते 14, 15, 16 गते चाहिँ हाम्रो दसैँ छ। दसैँ भाइब्रेटर चाहिँ कम्प्लिटली भाइब्रेटर चाहिँ हान्नुपर्ने हुन्छ काम गर्ने क्रममा। र सँगसँगै उताबाट मेटेरियल पनि आइरहेछ। देख्न सक्नुहुन्छ त्यहाँ सरिया घुमिसक्यो, डोरी नाचिरहेछ। अब माथि यसरी उफ्रेर आउँछ। हेर्दै जानुहोस् है तपाईँहरू, हेर्दै जानुहोस् यसरी आउँछ। ल आइपुग्यो। अब चाहिँ लोड हुन्छ सर पारेर। मेटेरियल पनि एकदम स्मुथ प्रकारले मेटेरियल बनिरहेछ। अब सर र लहर केटाहरूले चाहिँ पहिला बिम भर्दै जान्छन् र सँगसँगै बिम सँगसँगै हामीले स्ल्याब पनि हाल्दै जान्छौँ।
देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामीले आधा लगभग आधा स्ल्याब चाहिँ कङ्क्रिट कास्टिङ भइसकेको छ। काम रफ्तारमा छ, द्रुत गतिमा काम चलिरहेछ। अब चाहिँ 2वटा कोठा सकिसक्यो, लगभग अब 2.5 कोठा बाँकी छ। अन्तिम चरणमा आइसकेका छन्, देख्न सक्नुहुन्छ। अब स्लोप यो स्टेयरको सिडीको काम पनि लगभग कम्प्लिट भइसक्यो र कङ्क्रिट कास्टिङको काम पनि अन्तिम चरणमा आइसकेका छन्। लगभग अब 4-5 बोरीको कङ्क्रिट मेटेरियल आइपुग्यो भने जहाँसम्म पुरा हुन्छ थोरै बाँकी छ। एउटा अब बरन्डा मात्रै बाँकी छ, कोठाहरूको काम सकिसक्यो, देख्न सक्नुहुन्छ। थोरै बाँकी छ, अब सामानहरू तल झार्दैछन् एक गर्दै। हो गाडा हो, गाडा झार न, अब गाडा अब सामान झार्ने काम पनि भइरहेको छ। यता भार यता ल फाइनली गाडा पनि खाली गरिदेऊ न। अब लगभग अन्तिम चरणमा छ। अब सकिने लागेको छ र समयमा नै टाइममा नै हाम्रो यहाँ देख्न सक्नुहुन्छ सूर्यास्त पनि हुन बाँकी नै छ। सूर्यको किरणसँगै हामीले काम पनि कम्प्लिट गर्दैछौँ। नाइ भने यार चाहिँ यार चाहिँ अनि गाडा चाहिँ धुनु है केटा है, गाडालाई चाहिँ मस्त सफाइ गर्नु। कागो कङ्क्रिटको काम चाहिँ सकिसक्यो। अब जति आउनुपर्ने मेटेरियल आइसक्यो, अब चाहिँ मेटेरियल ल्याउनु पर्दैन। अब बाँकी रह्यो अब फन्टीको काम बाँकी रह्यो, लेबलिङ र फन्टीको काम। केटाहरू अब लेबलिङ गरेर टक्क भाइब्रेटर हानेर यो चाहिँ क्लिन गर्छन्। त्यसपछि हाम्रो आजको कङ्क्रिट कास्टिङ काम यहीँ समापन हुन्छ है त। ल सनलाइट पनि थोरै देखिरहेछ, देख्न सक्नुहुन्छ। थोरै बाँकी छ, पूर्ण लागिसक्यो। ल सकियो कङ्क्रिट कास्टिङ काम। अब यो मेसिन खोल्ने काम हुन्छ बाँकी। अहिलेसम्म पनि अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद र च्यानलमा अझै पनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि दबाउनु होला ताकि हाम्रो भिडियो हजुरले अपलोड गर्ने बित्तिकै हजुरको मोबाइलमा नोटिफिकेसन बजोस्। र मेसिन पनि बन्द भयो, सुन्नु सक्नुहुन्छ मेसिन बन्द भएको साउन्ड। र अब मेसिन खोल्ने काम हुन्छ लगत्तै। अब हामी पनि यो काम कम्प्लिट गरेर सामान बाँधेर आफ्नो गन्तव्यतिर लाग्नेछौँ। अहिलेसम्म
अन्तिमसम्म भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद है त। Kamu ya kue pura.